ओके, तपाईँले हेर्न सक्नुहुनेछ मैले चाहिँ यो एप्लिकेसनबाट फ्रीमा है त सो $2.35 जति अर्निङ गरिसकेको छु। यो चाहिँ मेरो विथड्रबल ब्यालेन्स हो है त। अब यो ब्यालेन्सलाई चाहिँ हामीले मोस्ट पपुलर मेथड अथवा यो क्रिप्टो मेथडबाट विथड्र गर्न सकिन्छ। सो यसको मिनिमम विथड्र भनेको चाहिँ अब यसको लागि हो भने लाइट कोइनमा $2 को रहेको छ होइन, र अब तपाईँले पेपालबाट लिन चाहनुहुन्छ भने चाहिँ $4 पुऱ्याउनु पर्छ अनि मात्रै विथड्र गर्न सक्नुहुन्छ। सो यो लाइट कोइनमा विथड्र गर्न चाहनुहुन्छ भने चाहिँ यो लाइट कोइनलाई सेलेक्ट गर्नु होला र अब तपाईँले यहाँनिर लाइट कोइनको एड्रेस राख्नुपर्ने हुन्छ। अब तपाईँहरूसँग लाइट कोइन राख्ने कुनै वालेट छैन भने तपाईँले अब फसेट पेको वालेट क्रिएट गर्न सक्नुहुन्छ होइन। सो फसेट पेमा फ्रीमै हुन्छ, केवाइसीहरू पनि भेरिफाई गर्नु पर्दैन, अथवा तपाईँले पियरमा पनि लिन सक्नुहुन्छ, अथवा बाइनेन्सहरू छ भने बाइनेन्समा पनि लिन सक्नुहुन्छ है। जस्तै मैले बाइनेन्सलाई एकाउन्टलाई चाहिँ ओपन गरेँ र ओपन गरिसकेपछि अब तपाईँले यो डेपोजिटमा क्लिक गर्नु होला। डेपोजिटमा क्लिक गरेर तपाईँले यहाँनिर एलटिसी भनेर चाहिँ यसरी यहाँनिर टाइप गर्नु होला है, र यहाँ टाइप गरिसकेपछि यहाँ एलटिसी आउनेछ र अब तपाईँले यहाँनिर अलि तलतिर हेर्नुहुन्छ सक्नुहुन्छ यहाँनिर चुज नेटवर्क भनेको छ BP20 र लाइट कोइन भनेको छ। तपाईँले यो लाइट कोइनलाई नै सेलेक्ट गर्नुपर्ने हुन्छ र सेलेक्ट गरिसकेपछि ओकेमा क्लिक गर्नु होला र अब क्लिक गरिसकेपछि तपाईँले हेर्न सक्नुहुन्छ यो एड्रेस आएको छ। यो एड्रेसलाई कपी गर्नु होला है त। यो एलबाट उठेको एड्रेस हुन्छ होइन, यसलाई चाहिँ तपाईँले कपी गर्नुपर्ने हुन्छ र यसलाई कपी गरिसकेपछि अब तपाईँले यो एड्रेसलाई चाहिँ यहाँ ल्याएर फिल गरिदिनु पर्ने हुन्छ, ठ्याक्कै यसरी राखिदिनु पर्ने हुन्छ है, जस्ताको तस्तै राखिदिनु होला। र अब तपाईँले यति गरिसकेपछि भनेको यहाँ विथड्रको अप्सन आएको छ। अब तपाईँले यहाँ विथड्र गर्न सक्नुहुन्छ है त। सो एकचोटि फेरि पनि यहाँ कन्फर्मेसन दिनु होला, जस्तै लास्टमा टी छ होइन भनेपछि यसको लास्टमा टी ठ्याक्कै छ र यति गरिसकेपछि अब तपाईँले यहाँनिर कन्फर्म भन्ने बटनमा अथवा विथड्र भन्ने बटनमा क्लिक गर्नु होला र गरिसकेपछि हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ ब्यालेन्स विथड्रमा गइसकेको छ र तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ अहिले बिङ प्रोसिड भनेर देखाइरहेको छ। माई विथड्रमा क्लिक गरेर पनि तपाईँले यो डिटेलहरू चाहिँ हेर्न सक्नुहुनेछ है त। सो अहिले क्यास आउट गरेको यति हो होइन। सो यो तरिकाले तपाईँले यहाँबाट अर्निङ गरेको ब्यालेन्सलाई चाहिँ विथड्र गर्न सक्नुहुन्छ। अहिले यो पेन्डिङमा छ अनि यो ब्यालेन्स चाहिँ हामीलाई छिटै नै रिसिभ हुनेछ, लगभग 24 घन्टाभित्रमा रिसिभ हुन्छ भनेर भनेको छ होइन। हामीले वेट गर्न सकिन्छ है त। सो 24 घन्टा भन्दा नि 48 घन्टा चाहिँ रहेछ यो ब्यालेन्स हामीलाई रिसिभ हुने नै छ है त। किनभने यो चाहिँ एउटा लेजिट प्लेटफर्म हो, यहाँ तपाईँले काम गरिसकेपछि तपाईँले यहाँबाट पेमेन्ट अवश्य पनि रिसिभ गर्न सक्नुहुन्छ है त। र यसको पेमेन्ट रिसिभ भइसकेपछि म हाम्रो टेलिग्राम च्यानलतिर तपाईँलाई प्रोभाइड गरिदिनेछु होइन, तपाईँले हेर्न सक्नुहुन्छ र तपाईँले पनि यसरी नै अर्निङ गर्नुभएको छ भने यो वेमा नै गर्नु होला है। अब यहाँ अर्निङ चाहिँ कसरी गर्ने म तपाईँलाई बताउने छु। अब यो गोल्ड कोइन कलेक्ट गर्नको लागि तपाईँले यहाँ गेम खेल्न सक्नुहुनेछ, भिडियो एड हेर्न सक्नुहुन्छ अथवा यो अफरहरू गर्न सक्नुहुनेछ। सो गेम खेल्ने तरिका तपाईँलाई बताइदिनेछु। यहाँनिर मैले क्लिक गरेँ, क्लिक गरिसकेपछि यो गेमलाई तपाईँले 60 सेकेन्ड खेल्नुहुन्छ भने तपाईँलाई 200 कोइन मिल्छ भनेको छ। सो यहाँ मैले क्लिक गरेँ, अब हेर्न सक्नुहुन्छ हाम्रो टाइमर माथि स्टार्ट भइसकेको छ। यो चाहिँ टेनिस गेम है त, एकदमै बबाल छ, एकदमै मजा आउँछ यो खेल्नु है। यहाँनिर तपाईँले गर्ने अनि यसरी तपाईँले हिर्काउने है, यसरी अब जस्तो अब टेबल टेनिस खेल्ने तरिका यही हो। सो एकदम इजी छ। ओके, अब यहाँ अलिकति माउसबाट मिलेन कि, तर केही छैन, यसरी चाहिँ तपाईँले खेल्नुपर्ने हुन्छ है त। अब हाम्रो माथि टाइमर बित्दैछ। अब यहाँ तपाईँले यो गेम जित्नै पर्छ भन्ने केही पनि हुँदैन, यो टाइम मात्रै तपाईँले यहाँ स्पेन्ड गर्ने होइन। यो टाइमभरि चाहिँ तपाईँले गेम खेल्नुहुन्छ भने तपाईँलाई यहाँ कोइन मिल्ने हो है त। ओके, यो तरिकाले तपाईँले खेल्नु होला र अब ठ्याक्कै यो टाइम सकिने बित्तिकै होइन तपाईँलाई चाहिँ यहाँनिर कोइन रिसिभ हुनेछ है। एकचोटि म तपाईँलाई यहाँ रिसिभ गरेर पनि देखाउनेछु, एकदम इजी छ है त। सो हाम्रो रिवार्ड चाहिँ रिसिभ हुने बेला हुन आँट्यो होइन, र यो तरिकाले गर्नु होला है त। यो अब यसपछिको चाहिँ अब मैले खेलिनँ है त। सो हेर्न सक्नुहुन्छ हाम्रो रिवार्ड चाहिँ भ्यालिडेटिङ हुँदैछ र यो मिलिसकेको छ। अब यसबाट म ब्याक आउनेछु, ब्याक आइसकेपछि तपाईँले हेर्न सक्नुहुन्छ 200 कोइन चाहिँ क्रेडिट भइसकेको छ। अब तपाईँले योलाई नै खेल्न सक्नुहुन्छ, यसलाई होइन। यहाँ धेरै गेमहरू एभाइलेबल छ, यो गेमहरूलाई तपाईँले खेल्न सक्नुहुन्छ र यहाँबाट तपाईँले कोइनहरू कलेक्ट गर्न सक्नुहुन्छ। अर्को रहेको छ वाच एडको अप्सन, एकचोटि तपाईँले यहाँ क्लिक गर्नु होला, जस्ट 5 सेकेन्ड मात्रै तपाईँले यहाँनिर यो एडलाई हेर्नुपर्ने हुन्छ है। त्यो पनि हामीलाई रिवार्ड मिलिसकेको छ, तपाईँले यहाँनिर हेर्न सक्नुहुनेछ होइन। र यसरी मैले 400 कोइन तपाईँहरूको सामान्य नै कलेक्ट गरिसकेको छु। अब यो तरिकाले तपाईँले यसलाई पनि हेर्न सक्नुहुन्छ र यसलाई पनि हेर्न सक्नुहुन्छ। 80 कोइन तपाईँलाई यहाँ रिवार्ड मिल्नेछ। र अब यो चाहिँ थियो माइनर अर्निङ गर्ने तरिकाहरू होइन, यहाँबाट खासै धेरै त मिल्दैन। अब अर्को भनेको तपाईँले यहाँनिर अफर पार्टनरमा चाहिँ अफर वाल गर्न सक्नुहुनेछ। अब अफर वाल कसरी गर्ने तपाईँलाई बताइदिनेछु। यो एड गेटमा एकचोटि क्लिक गर्नुहोस् र यहाँ क्लिक गरिसकेपछि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँले यो गेम्सहरूलाई डाउनलोड गर्ने अनि गेमलाई खेलेर तपाईँले यहाँ कोइन कलेक्ट गर्न सक्नुहुनेछ है। जस्तै यो वाइल्ड फिसमा एकचोटि क्लिक गरेँ, अब तपाईँले ओपन गरेर तपाईँले 100 मिटर रिच गर्नुहुन्छ भने तपाईँलाई 100 कोइन मिल्छ है। 200 मिटर रिच हुनुहुन्छ भने तपाईँलाई 200 कोइन मिल्छ है। यसरी 400 मिटर रिच गर्नुहुन्छ भने 2.5 कोइन मिल्छ।
है त। सो यसरी तपाईँले गर्न सक्नुहुन्छ र तपाईँहरूले चाहिँ यो अब जम्मै गेम लेभल चाहिँ 15 दिनभित्रमा के अरे कम्प्लिट गर्नुहुन्छ भने होइन तपाईँलाई यो कोइन जम्मै कोइन मिल्छ भनेको छ। टोटल कोइन कति छ हाम्रो होइन त्यो अनुसार तपाईँले यहाँ गर्न सक्नुहुनेछ। सो यो एडगेटलाई पनि तपाईँले युज गर्न सक्नुहुने भयो होइन, एकदमै दामी भन्दा दामी अर्निङ हुन्छ यहाँबाट। र अर्को रहेको छ यहाँनिर एडसेन्स मिडिया है त। एडसेन्स मिडिया पनि एउटा पपुलर अफरवाल हो, यहाँ नेपालमा पनि एभाइलेबल छ। तपाईँले सर्वे पनि गर्न सक्नुहुने भयो, भिडियो अफर चाहिँ खासै एभाइलेबल छैन होला होइन। तपाईँले यो तरिकाले अब यहाँ पनि फिचर अफरमा अफरहरू गर्न सक्नुहुने भयो, सर्वेहरू गर्न सक्नुहुने भयो। जस्तै यो एप्लिकेसनहरूलाई तपाईँले डाउनलोड गरिदिनुहुन्छ भने हेर्न सक्नुहुन्छ यो त्यति कोइन मिल्छ भनेको छ। गर्न चाहनुहुन्छ भने यहाँ पनि तपाईँले गर्न सक्नुहुनेछ है। अब अर्को छ टाइम वाल। अब टाइम वालको बारेमा त भन्नै परेन होइन, टाइम वाल एकदमै बेस्ट हो। नोटिङमा पनि तपाईँले काम गर्न सक्नुहुनेछ। जस्तै अब नोटिङमा भनेको चाहिँ यो अफरमा क्लिक गर्नुहुन्छ भने अब यहाँनिर विभिन्न एप्लिकेसनहरू एभाइलेबल हुन्छ। यो एभाइलेबल एप्लिकेसनमा तपाईँले काम गर्न सक्नुहुनेछ। जस्तै यो टाइपकोलाई चाहिँ नगर्नु होला है त, यो एकदमै हार्ड हुन्छ, यसलाई नगर्नु होला। गर्ने नै हुँदाखेरि पनि तपाईँले अब यो टाइपको यो क्यान्डी क्रस टाइपको गेम भयो होइन। अनि अर्को भनेको चाहिँ यो टाइल म्याचर टाइपको यो गेम छ नि, यी गेमहरूलाई चाहिँ तपाईँले इन्स्टल गरेर अब यिनीहरूको लेभलहरू कम्प्लिट गर्दै जानुहुन्छ भने यसरी कोइन चाहिँ तपाईँलाई रिसिभ हुँदै जानेछ है त। यो तरिकाले गर्न सक्नुहुनेछ। अर्को टाइम वाल पनि एउटा बेस्ट प्रोभाइडर हो है। टाइम वाल भनेको तपाईँले एकदमै इजिली अर्निङ गर्न सक्नुहुनेछ। जस्तै तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ कन्भर्जन रेट हेर्नु होला। जस्तै 1000 पोइन्ट भनेको 1000 कोइन नै हुने रहेछ। अब यहाँ भनेको तपाईँले के गर्नुपर्ने हुन्छ भने यहाँ चाहिँ सर्वे गर्न सक्नुहुने भयो होइन। अब यो क्लिक गरेर पनि यहाँबाट नै अर्निङ गर्न सक्नुहुने भयो। जस्तै तपाईँलाई म एउटा क्लिक गरेर देखाइदिनेछु। ओके, यहाँनिर तपाईँले सुरुमा यो भेरिफाइङ क्याप्चा भनेको छ, क्याप्चाले भेरिफाई गरिदिनु होला। यो हाम्रो सक्सेस भइसकेको छ। र यति गरिसकेपछि अब तपाईँहरूले यहाँनिर अब पोइन्ट हेर्न सक्नुहुन्छ, 0.00 छ हाम्रो है त। अब म यो भ्यू भन्ने बटनमा क्लिक गर्छु, 30 सेकेन्ड जति यो एडलाई मैले हेर्छु भने चाहिँ मलाई 14 कोइन मेरो 30 सेकेन्ड चाहिँ कम्प्लिट भइसकेको छ होइन। यसबाट म ब्याक आउनेछु। र यति गरिसकेपछि अब फेरि टाइम वालमा क्लिक गर्नु होला। टाइम वालमा तपाईँहरूको कोइन चाहिँ एड भएको हुनुपर्छ है त। यहाँ क्लिक गर्नुहुन्छ भने तपाईँहरूको यहाँ कोइन चाहिँ एड हुनेछ है। र यो कोइन एड भइसकेपछि अब तपाईँले थप कोइनहरू कलेक्ट गर्नको लागि चाहिँ फेरि यहाँ क्लिक गर्ने र यहाँ क्लिक गरिसकेपछि अब फेरि तपाईँले थप यहाँनिर एडलाई हेर्न सक्नुहुनेछ। जस्तै यो एड चाहिँ एक्सपायर भएको रहेछ, त्यही भएर मलाई यहाँ मिलेन। यो पनि एक्सपायर एडै होला सायद। अब यहाँ टास्कहरू गर्न सक्नुहुने भयो, यहाँ एकचोटि क्लिक गर्नु होला होइन। यहाँ क्लिक गरिसकेपछि भनेको चाहिँ यहाँ विभिन्न टास्कहरू हुन्छ। अब यो टास्कलाई तपाईँले कम्प्लिट गर्नुपर्ने हुन्छ। जस्तै यो टाइपको टास्कलाई तपाईँले गर्न सक्नुहुने भयो। योवाला नगर्नु होला, यो स्क्याम टास्क हो, यसलाई गर्न सक्नुहुने भयो। यो बोटवाला टास्क, टेलिग्राम टास्क चाहिँ यहाँनिर धेरै हुन्छ होइन, टेलिग्राममा जोइन गर्ने टाइपको। यो टास्कहरूलाई गर्नुहुन्छ भने अब यो यस्तो यस्तो कोइनहरू चाहिँ यहाँनिर तपाईँहरूलाई मिल्नेछ है त। यो तरिकाले तपाईँले यहाँबाट पनि कोइनहरू कलेक्ट गर्न सक्नुहुनेछ। र अर्को भनेको यहाँनिर अर्निङ गर्ने अप्सन भनेको तपाईँले फेरि यो अनमा क्लिक गर्नु होला। र क्लिक गरिसकेपछि तपाईँले अब टाइम वाल त गरि नै हाल्नुहुन्छ होइन। र यसबाट चाहिँ तपाईँले अब यो रेभलममा नि गर्न सक्नुभयो, नोटिङमा नि गर्न सक्नुभयो, र सर्वे गरेर पनि तपाईँले यहाँबाट नि कोइन कलेक्ट गर्न सक्नुहुनेछ है त। सो यो वेमा तपाईँले यहाँनिर कोइनहरू कलेक्ट गर्न सक्नुहुनेछ। अब एफिलिएटमा क्लिक गर्नुहुन्छ भने यहाँनिर तपाईँलाई आफ्नो रेफरल लिङ्क पनि मिल्नेछ होइन। यो लिङ्कलाई तपाईँले कपी गरेर साथीहरूलाई सेयर गर्न सक्नुहुनेछ। र साथीहरूलाई इन्भाइट गरेर पनि अब साथीहरूले यहाँ काम गर्नुहुन्छ भने तपाईँलाई पनि कोइनहरू मिल्नेछ है त। र आफैले पनि तपाईँले यहाँ सेल्फ अर्निङ गर्न सक्नुहुनेछ है। र यति गरिसकेपछि अब यहाँबाट अर्निङ गरेको ब्यालेन्स विड्र गर्ने तरिकाहरू तपाईँले बुझ्नुभयो होला। क्यासआउटमा क्लिक गरेर तपाईँले यहाँ गर्न सक्नुहुन्छ। मैले भर्खरै विड्रमा लगाएको छु र यो छिटै नै प्रोसिड हुने नै छ होइन। यसको पेमेन्ट प्रुफ म तपाईँलाई टेलिग्राम च्यानलतिर राखिदिनेछु है त। र अब तपाईँहरू पनि यहाँनिर अर्निङ गर्न चाहनुहुन्छ भने यसको लिङ्क चाहिँ म तपाईँलाई यस्तै भिडियोको डिस्क्रिप्सन अथवा कमेन्ट बक्सतिर छोडिदिनेछु, तपाईँले त्यतिखेर चेक गर्न सक्नुहुनेछ। र यो रिवार्ड सेक्सनमा क्लिक गर्नुहुन्छ भने अब यहाँनिर तपाईँले डेली रिवार्ड पनि क्लेम गर्न सक्नुहुन्छ। जस्तै डे 1 को दिन 10 कोइन मिल्छ, डे 2 का दिन 20, 50 गर्दै गर्दै 200 कोइनसम्म तपाईँलाई रिसिभ हुन्छ। भोलिपल्ट आएर तपाईँले यहाँ क्लेम गर्न सक्नुहुन्छ। भोलिपल्ट भन्दा नि 11 घन्टापछि आएर यहाँ गर्न सक्नुहुन्छ है त। यो तरिकाले गर्नु होला है त। अब यसको लिङ्क चाहिँ डिस्क्रिप्सनतिर छ है त।